को यहाँ चड्डी सुकाउने फेरि यस्तो छ यहाँ तिम्रो कट्टु हो यो हाँ थुक्क छ पौडी खेल्न आएको तिमीहरू कुम्यामले कहाँ गऱ्यो कुन स्कुल पढ्छ त कालिका स्कुलमा कालिका स्कुलको टपर हो त होइन यताको 23 यताको कति हो थाहा भएन है अब गीत कसको हुन्छ हेर्दै गर्नुहोस् होला यो मन पराउँछ क्या बिहा भएको ए हो सब थाहा दादाले अब सर्ट देखाउँछ सर्ट दादाको सर्ट हेर्नु है ओइ माया के देखाउ उठाउँछ साला क्या ऊ हामी उयो लाइनको माथि माथि क्या लगभग ल हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि स्वागत छ सबैजनालाई तपाईँहरूलाई आज चाहिँ हामी जाँदैछौँ बगेनालाई बगेन ठ्याक्कै आएर चाहिँ ठ्याक्कै भेटिहाल्यो बगेनलाई ल साइकल चढेर जान्छ हजुर बाइकमा जाने कि झ्याला हिँड्दै जाने कहीँ भर्खरै खाएको पुगै साइकलमा जानु लाग्यो त ल हामी आउँछौँ ल आज चाहिँ यसो बाइकमा चल्दै भनेर झ्याला हिँड्दै जानु अनि हाम्रो गाउँ हेर्न सक्नुहुन्छ चट्ट आज अनि मौसम राम्रो छ अघिसम्म त घाम लागेको थियो अब त घाम डुब्ने बेला भयो नि त हाम्रो घर हेर्न सक्नुहुन्छ होइन तर यो बाटो चाहिँ खै त यार लगभग 3-4 महिना हुन लागिसक्यो होला पिच बन्छ भनेको अस्ति होला जस्तो पिच हाम्रो बच्चाहरूको पालोमा होला जस्तो छ है पिच चाहिँ अब यो अब माथि त सुध्रियो नेताहरू अब तल पनि भित्र पनि सुध्रिनु पऱ्यो क्या त्यही हो मेरो भनाइ चाहिँ आठो गयो है बिस्तारै जान्छौँ चट्ट लगाएर बाहिर चाहिँ अघि त गइसक्यो हिँड्दैछौँ आज बगा साइकलमा आउँछ मौसम दामी छ मौसम बहुत सुहाना है मौसम बहुत सुहाना है मौसम राम्रो छ आँखा छ है फाइनली हामी चाहिँ ट्याक्कै आइपुग्यो सेक्सीमै ल यो हाम्रो पार्क चिल्ड्रेन चिल्ड्रेन पियरकी पार्क आज केटाहरू नरहेछ हिजो त फेरि टन्नै थियो केटाहरू हिजो त 3 टिम भयो थियो फेरि 3 मै खेल्न पाएन हिजो नभए पनि त्यस्तरी यार नेट आज यिनीहरू राम्रोसँग बाँधेन क्या हो कि झुल्ला खा त यार है गाइजहरू म चाहिँ पिङ खेल्न जान्छु है चट्टै यहाँ छ न बच्चाहरू खेल्ने धान्छ कि धान्दैन बरु यो पिङले बच्चाहरूले खेलिरहेको रहेछ चट्ट लगाएर ठिकै छ हिजो आएको थियो यहाँ मान्छेहरू टन्ने आएको थियो झुइपानीको केटाहरू नि आएको थियो यहाँ भ्लगर रहेछ उनी पुरा भिडियो गरिरहेको थियो भ्लग गरिरहेको थियो यसो हल्का को यहाँ चड्डी सुकाउने फेरि यस्तो छ यहाँ तिमीहरू कट्टु हो यो हाँ थुक्क छ पौडी खेल्न आएको तिमीहरू हाँ कहाँको तिमीहरू कहाँ हो तिमीहरू कता हो त पश्चिम टोलको हो कहाँ पौडी खेल्न आएको केरेङ्गी खोलामा हाँ हो तिमीहरू कट्टु यहाँ सिकाउने यो यिनीहरू यो भाइहरूको बच्चाहरू कट्टु रहेछ हाई भन्नु मेरो भ्लग भनेको थाहा नि भिडियो भनेको थाहा नि थाहा छ होइन ल गुड ल ठिक छ ल आज चाहिँ यसो हल्का पिङको मजा लिदिउँ न होइन आहा सानो नि खेलिएन हामी त पिङ यहाँ मलाई डर लाग्छ कि त्यो ठुलोवाला पिङ खेल्ने डर लाग्छ त्यो दसैँमा चुडाउनेवाला पिङ यस्तै खेल्ने पिङ मजा आयो ओहो ओइ लोल्डा राम्रोसँग खेल तिमीहरू फेरि
मान्छे हो यो हर हो के हो तेरो नाम के हो डेनम कसको तेरो तलको डेनम हो डेनम के हो पुन डेनम पुन हो अनि तेरो सुप्रिम सुप्रिम के हो गुरुङ गुरुङ हो हेरे त्यसै नाम के यो हैन के हो यसको सक्षम थापा सक्षम थापा मगर हो गुरुङले चोर जस्तो छ थोडा हेर्दा गुरुङले तेरो हजुर के छ होला म त राम्रो छैन ह्यान्डसम छैन साले तिम्रो भन्दा ह्यान्डसम छैन म है ल बाले पनि हेर्यो यार मलाई गाह्रो छ अब यस्तै छ जिन्दगानी हे सर ल ल ल ल आहा को म्याम रे सुनिता कहाँ गयो सुनिता हामीसँग पढ्छ हो कुन स्कुल पढ्छ त कालिका कालिका स्कुलमा कालिका स्कुलमा टपर हो त हैन होइन टिचर टिचर हो को सुनिता तिम्रो मन लगन्छ ह ल हो के हो मन पराउँछस् क्या हैन बिहा भयो पनि ए बिहा पनि भइसक्यो बिहा भएको त्यसको पुरा आर्मी हो ए हो सब थाहा छोरा पनि छ कतिवटा छोरा त जत्रो ह सानो छ सानो ह कति कक्षा त 3 4 चार ए 3-4 सँगै होइन तिमीहरू ह लडेको छ मेरो गेम हेर्न आएको तिमीहरू होइन डज बल दे त्यहाँ ठाडो डबल गर्न ल हात दुख्यो डज बल नै दे है डबल गर डबल ओहो सरी म्याच नेट पो हुन्छ त्यहाँ ठाडो डज दे डज दे माछी भएन कि अलि माथि के बाहिर भन्ने हो भित्र उचाल्छ देखाउ उठाउँछ साला ऊ हामी यो लाइनको माथि माथि के लगभग ल हट 1-0 ल कट्दै घटेन ल स्याबास 2-0 ल प्लेस आयो लभली आयो पछाडि मात्रै भेट्छु कि अब त्यसले यार कन्छ ऊ यसले हेरे अब भेटे अब यसले मैले यता हेरेको हो के रे 4-0 5-0 होइन मासले 4-0 यता सरकै उता आएछ के गर्नु त
आउची ल लभली ए मागी कहाँबाट आएको र त उसको अलि यता खेल्न होइन बाहिर निस्किसकेँ एक सट हान्न नपाइकन अलि जा कर गर है मलाई ए मागे कटाकाले ला ओ नाइस कान्छा कान्छा लसर लसर गरेर एउटै ठाउँमा बस्ने 6-8 धेरै मतिर आयो 8 बराबर ओए क्यामे ओए त्यो मोबाइल नडाल है बाबु अलि यता खेल कति पछाडि सरेको थियो आउट थियो र भनेको राइट त थियो नि अनि आउट आएन ल लरुको सकियो यहाँ चाहिँ म्याच भइरहेको छ यताको 23 यताको 23 कति हो थाहा भएन है अब जित कसको हुन्छ हेर्दै गर्नुहोस् होला ल ल ल जित चाहिँ यताको भएको छ यताको टिमले हामीले भोट दिन्छौँ यताको टिम है अब यो गरिरहेको छ ल ल हान्नुभयो सोटे अब चाहिँ हान्नुभएको छ ल साथीहरू आउट भयो नारी फेरि हान्नुभयो लास्ट फाइट है साथीहरू हेर्दै गर्नुहोस् होला नि भ्लग बनाउँदै नानी सबैको आइफोन दिदीलाई दिन्छु यहाँ चाहिँ यहाँ खेल्नु भएको छ दिदीहरू चुम्न चुप कपडै फालिदियो दिदीलाई यहाँ छ उताको जित भएको छ कताको जित्यो उताको यताको त्यही यो मोबाइल भएको हजुरले जितेको म्याच हुन लागेको छ
म्याचलाई लाइक छ है अब त जान त्यस्तो गर नगर क्या यहाँ पार नपार है म फिल्म भ्लगर हो नि साथीहरू ल गाइजहरू फाइनली हाम्रो चाहिँ बल खेलेर सकिसकेको छ भाइहरूलाई चाहिँ भोलि गेमको लागि अफर आएको छ है भोलि हात्तीखोरमा खोङखोङमा गेम छ अरे केटाहरूलाई यसो लिएर जानुपर्ने भयो आज त्यस्तो पर्वमा चाहिँ गाह्रो छ ल हामी चाहिँ अहिले अब रात पनि परिसक्यो जानुपर्ने अवस्था हुन्छ अब भाइहरूलाई नि भोलि अब लिएर जानु पर्ला नि जसो भयो नि यिनीहरूलाई अब ल केटा भोलिको लागि अल द बेस्ट राम्रोसँग खेल्नुपर्छ इज्जत चाहिँ फाल्नु भएन है 10 त कटाउनु पर्छ ढुक्क फेरि भन्दा ल भोलि भोलि हेरौँला है हेरौँला ल ल हामी चाहिँ अब घर जाने लाग्यो ल अब आजलाई पनि यति नै भन्दै हस्त नेक्स्ट ब्लगमा भेटौँ ल हस्त बाई बाई